हेलो गाइज वेलकम टु आवर च्यानल होइन सबैजनाले माया गरिदिनु किनभने यो हाम्रो फर्स्ट भिडियो होइन अब विदेशमा आएको यस्तो केही गरम भनेर यसो भिडियो सिडियो टाइम पास गर्नलाई बनाउनु लाग्यो ऊ चाहिँ मेरो दादा अनि अगाडि चाहिँ दिदीहरू हुनुहुन्छ एउटा साथी छ एउटा ऊ चाहिँ साथी हो अनि के अरे आज हामी चाहिँ अब काम भइरहेको छ नि त अब विदेशमा के गर्नु कहिले कलेज कहिले काम जाने हुन्छ अनि आज चाहिँ बिदा थियो होइन अनि बिदा भइसकेपछि सबैजनाले प्लान बनाएर आज चाहिँ मन्दिर जान लाग्यो हामी चाहिँ आज क्रिसमस पनि है आज क्रिसमसको दिनमा ल सबैजनालाई मेरी क्रिसमस होइन ल अब भिडियो आज बन्यो नि भिडियो अलिक ढिलै आउन सक्छ होइन तर टेन्सन नगर्नु तर मेरी क्रिसमस है ढिलै भयो नि सबैजनालाई ल अब चाहिँ हामी मन्दिरमा जान लाग्यो होइन अगाडि पनि देखाउँछु ल साथीहरूलाई यो तीनवटा चाहिँ दुईवटा चाहिँ दिदी भयो ऊ चाहिँ साथी अनि फर्स्ट ब्लग हो सबैजनाले माया गरेर अनि के गर्नुपर्छ अरे लाइक कमेन्ट एन्ड सब्स्क्राइब गरिदिनु है सबैजनाले हाम्रो ग्रुपमै आउँछ क्या भिडियोहरू फेरि टेन्सन नगर्नु दिदीहरू पनि राम्रो राम्रो छन् पिटी छन् तर हाम्रो बिचको दिदीको चाहिँ फेरि चान्स छैन कन्ट्याक्ट नम्बर चाहिन्छ भने पनि ल अब भन्नु है यसो कुरा गर्नु उमेर पनि भइसक्यो यता त उमेर पनि भइसक्यो अब मास्टरमा आएको अब केही छैन टेन्सन यसो काममा गइराख्न अब पैसा कमाइराख्छन् केटीहरूले डह्रो होइन अब आज चाहिँ शनिबार भनेर यसो ए आज मेरी क्रिसमस कस्तो बिर्स्यो भनेको दादा सही भन्नु आइडिया त दिनुहुन्छ कि कतिखेर आज होइन म त कहाँ राम्री म त चाहिँ यस्तो राम्रो हाम्रो त पिटी छ नि सबैजना के गर्नु कपाल भनिदिउँ र खुलासा गरिदिउँ केही छैन ऊ चाहिँ कपाल नै हो कि आज के छ भने ऊ चाहिँ होइन ऊ चाहिँ मगर भयो दिदी पनि मगर अब दिदीको साइडमा जाने रे ऊ चाहिँ म चाहिँ अब दादातिरको साइडमा गइदिएँ किनभने अब एउटा त चाहियो त यार बिहे गर्दाखेरि होइन अब यसो साइडमा मान्छे आफ्नोपट्टिबाट कोही आएको छ नै भन्ने होस् न होइन जुत्ता कहाँ लुकाउने दाइको जुत्ता लुकाउनु भएन होइन अब यस्तो जुत्ता लुकाउनुलाई त यहाँ बहिनीले चान्स दिनु पर्ने दाइको जुत्ता अब ऊ चाहिँ मेरो साथी हो साथी नामको साथी हो तर काम चाहिँ बहिनी हो अब उमेरले पनि सानै हो दिदी भन्दा म सानो म भन्दा त ऊ सानो हो कि कति धेरै जाडो के गर्नु यस्तै छ जिन्दगी होइन विदेश हो कारहरू टन्न छन् तर के गर्नु आफ्नो एउटा छैन कारहरू टन्न छन् यहाँ अब यस्तो छ युकेमा चाहिँ अहिले चाहिँ धेरै नै जाडो हो कि एकदमै जाडो हो अब हिउँ पर्ने टाइम हो रे होइन गाइज अब हामी चाहिँ आएको धेरै भएको छैन 1 वर्ष हुन लाग्यो अब 2-3 महिनापछि चाहिँ अब हामी 1 वर्ष पुग्छ है तर अब काम पनि बल्ल तल्ल पाएको अब त्यस्तो केही भएको छैन अझै पनि प्रगति केही भएकै छैन हुने पनि छैन अब फितिर्ने पैसा अब यसो कतादेखि म्यानेज गर्ने थाहा छैन तर सबैलाई त्यस्तो हुन्छ भन्ने छैन होइन गाइज होइन डोन्ट थिङ्क नेगेटिभ होइन आफ्नो लक पनि हो होइन अब कसैले अब आउँदा बित्तिकै पाउँछ कसैले पाउन्न कसैले कमाइराख कसैले गरिराख सबैलाई हुँदैन सर्भाइभ गर्न गाह्रो छैन तर फीको लागि चाहिँ अब लोन भयो यताउता भयो पैसा निकाल्ने ठाउँ भएन भने चाहिँ गाह्रो हुन्छ नत्र त्यस्तो गाह्रो छैन ल गाइज हामी चाहिँ फाइनल्ली मन्दिरनिर ल पुगिसक्यौँ है पुगिसक्यौँ ऊ चाहिँ हेर्नु जाडो थरथर भइरहेछ हामी ल मन्दिरमा पुग्यौँ फाइनल्ली मन्दिर हाम्रो मन्दिरमा आएको हामी चाहिँ मोबाइल फोन चाहिँ दिदी दादा अर्को पिटी दिदी सिङ्गल दिदी चाहिँ उता मन्दिरमा पुगेको हामी युकेको मन्दिर
इन्डियनहरूले गरेको हुन्छ तर केही छैन फिलिङ्स हो नि त गड फिलिङ्स भगवान्ले सधैँ रक्षा गर्नु तपाईँहरूलाई रक्षा गर्छ भनेर है ल कोजना अब युके आउँदै हुनुहुन्छ होइन राम्रोसँग आउनु होइन अब हामी चाहिँ 1 वर्ष हुन आँटिसक्यो सँगै पनि बस्छमै रुममेट है हामी यी मेरो दादाको के कुरा गर्नु अब यस्तै छ नमस्ते नि गर्नु सकौँ है ल हामी चाहिँ आज धेरै राम्रो फेसन के गर्नु यस्तै छ अब युके हो नेपाल होइन नि अब यस्तो छ मन्दिर चाहिँ धेरै राम्रो फ्री गरेर हामीले धेरै मान्दो रहेछ कि मन्दिरलाई चाहिँ हामी चाहिँ अब पूजा गर्न सक्यो अनि यहाँ बसिरहेको सबैजना बसिरहेको छ बसेर एकछिन आनन्द फ्रेस जाने चाहिँ अब भोलि फेरि काममा जाने जाने होइन बिदा भएको बेला त हो नि बस्ने होइन एकछिन बसेर जाने बसिरहेको चाहिँ भजनले चाहिँ मन शान्त गरेर नेगेटिभिटी सबै हटाएर फुल अफ पोजिटिभिटीको साथ जाने क्या पुरै विक चाहिँ हामी बिजी हुन्छौँ नि त काम भन्यो के भन्यो हाम्रो लागि टाइम नै हुन्न क्या इभन हामी मुख नै नदिएको कतिचोटि हिँडिरहन्छौँ नि त्यही भएर आज चाहिँ फ्रेस भएर राम्रोसँग पूजा गरेर जाने फेरि नेपालीहरू भन्दा नि है इन्डियनहरूले कति धेरै मान्ने क्या हेर त नेपाली देशमा आयो हामीले सबै बिर्सिने यताउता गर्छन् त आफ्नो कल्चरहरू तर सबैजना मजाले मान्दो अनि एसियन एरियामा बस्नुको एडभान्टेज चाहिँ के भने हामीले नेपाल नै बिर्सिरहेको हुँदैनौँ क्या भन्नाले नेपाली है नेपाल कम्युनिटीहरू जस्तै भइरहेको हुन्छ नि इन्डियन जस्तै प्रायः कल्चरहरू पनि होइन सेम नै क्या भाइब चाहिँ म्याच भइरहेको हुन्छ राम्रो हुन्छ तर सबैजना राम्रो हुन्छ कोही चाहिँ राम्रै हुन्छ हेल्पफुल हुन्छ तर धेरै जस्तो राम्रो हुन्छ हामी चाहिँ सबै मन्दिरमा आइदिएको फेरि हामी घर गएपछि नि आज हाम्रो क्रिसमस खत्रै सेलिब्रेसन हुनेवाला छ नि है त्यस्तो खतरा चाहिँ हुँदैन नयाँ नयाँ कुराहरू हामी नेपाली हो नि त हिन्दू हो होइन त्यही भएर मन्दिरमा आएको अब क्रिसमस पनि सबैजनालाई मेरी क्रिसमस होइन हामीले अब क्रिसमस नमनायो भने होइन अब हामी त हिन्दू अब सानैदेखि हिन्दू भइदियो नि त अब हामीलाई थाहा छैन होइन तै पनि अब सबैजना अब हिन्दू नै हुन्छ भन्ने छैन होइन त्यही पनि सबैजनालाई मेरी क्रिसमस होइन सबैजनाले राम्रोसँग मनाउनु अब सबैको आफ्नो आफ्नो कल्चरमा सबैकोलाई रेस्पेक्ट गर्नुपर्छ रेस्पेक्ट गर्नु होइन हामी जान्छौँ क्रिसमस पनि मनाइन्छ होइन जान कहीँ थाहा भयो भने तर हामीले केही थाहै छैन आज हो मेरो क्रिसमस अब कामबाट पनि अब पार्टी दिन्छु भने कामहरू चाहिँ प्रायः 1 विकको लागि सबै क्लोज छ है अहिले छ अब मेरो चाहिँ भोलि छैन गाइस म चाहिँ भोलि काममा जाने बिहान उठेर फ्राइडे म काममा जानु छ त्यस्तै हो आज चाहिँ यसो मन्दिरमा आएर बस्यौँ भनेर हामीले पूजा चाहिँ गरिसक्यौँ पूजा गरेन छ योहरू गएर भिडियो मात्रै बनाएर गएछ भन्नु चाहिँ नभन्नु कि हामी पूजासुजा गरेर बसेको अहिले चाहिँ फ्रेस भएर सबैजना बसिरहेको छ अनि त्यही भएर बसेको अब चाहिँ पछाडि बस्नु भएको त्यहाँ दुइटा चाहिँ कपाल हो है अनि त्यही भएर अब कपाललाई के डिस्टर्ब गर्न हामी अब 3वटा छँदैछौँ नि दादा चाहिँ आउनु है डिस्टर्ब नगरौँ भनेको कपाललाई अब आफै आउनु छ अन्त के गर्नु जाने अब चाहिँ हामी घर जाने हामीले पूजासुजा गरेर बसेको चाहिँ तर यहाँ भिडियो बनाउनु नमिल्दो रहेछ कि अब हुन्छ नि मूर्तिहरूको भगवान्को कसरी भिडियो बनाउँछ त्यही भएर भगवान्को भिडियो पनि बनाउनु हुँदैन त्यही भएर हो अब चाहिँ हामी जान लाग्यो गाइस जाँदाखेरि अलिअलि रमाइलो हुन्छ होइन त्यो पनि अहिले हामी भिडियो देखाउँछौँ ऊ चाहिँ आज थाहा छैन किन हो सिरियस भएको यति राम्रो भएर मान्छे यस्तै हो म चाहिँ मम्मीलाई कल गर्दैछु मम्मीलाई चाहिँ मैले यहाँ ढोक्छु भन्दैछु कि मम्मीलाई यहाँनिर कल गर्छु मम्मीलाई अब दिदीले मम्मीलाई कल रोगी होइसिन्छ अनि मम्मीलाई नदिएको अब के गर्नु मेरो मम्मी त अब मम्मीलाई भिडियो राखिदिन्छु मम्मीले हुन्छ ऊ दादालाई अब दुईजना अब के भन्छ होइन कपाल परिस्थिति यस्तै हो कपाललाई स्टेसन चाहिन्छ छिटै बिहे हुनेवाला छ यिनीहरूटाको पनि हामी
इन्टरकास्ट हो बिए सक्सेस होस् क्या इन्टरकास्ट हो क्या बिचरा छेत्री र मगर हो क्या हुन्छ अब के गर्नु आफ्नो त अब यस्तै हो अब जाम अब चाहिँ हामी घर जान लागेको गाइस होइन अब हामी मन्दिर अब गएको अब भगवान्ले सबैको रक्षा गरून् होइन मेरी क्रिसमस पनि धेरै धेरै शुभकामना सबैजनालाई होइन राम्रोसँग मनाउनु अब हामी चाहिँ घरतिर जान लाग्यो भोलि पनि काममा जान्छ खानासाना बनाउनु छ सो कपाल चाहिँ यता बसिरहेको है कपाल हाम्रो कपाल ब्युटिफुल कपाल दिदी चाहिँ आज पिटी पिटी लुक्समा है हामी भन्दा नि ल दिदीहरू त पिटी पिटी हो क्या अब ल ल ल दादा टिका लगाइदिनु त ठुलो मान्छेको हातबाट टिका लगाउनु पर्छ अरे कि हामी त होइन लगाइदिउँ न हामी छोटो टिका लगाइदिउँ कहाँ लगाउने मेरो कता लगाएको छ टिका चाहिँ कान लगाउने यहाँ लगाइदिनु कस्तो कान के लगाइदिनु मेरो आशीर्वाद दिनु न दादा त्यो लगाइसकेर सधैँ इच्छाहरू हजुर मम्मी यहाँनिर टिका लगाएर निस्किन लाग्यो हजुर ठिक छ मम्मी ल गएर दादा दादा हामीलाई टिका लगाइदिनु भयो है ल अब दिदीको पालो दिदीले लगाइसक्नु भएछ दादाले त लगाइदियो कसैले दिदी लगाइदिनु ल हामीले टिका लगाएको छौँ अब के गर्नु आफ्नो पनि हुन्थ्यो कि अब मोबाइल एउटै पऱ्यो कल गर्नै पऱ्यो अब चाहिँ हामी जान लाग्यो गाइस अब यसो जाने बेलामा पनि यसो दर्शन गरेर गइदिउँ न मन्दिरमा आएको बेला अब आउने टाइम नै हुँदैन खासै आज नै हो सबैजना आइदिएको यिनीहरू त के गर्छ भने अब ल गाइस हामी चाहिँ मन्दिरको प्रोग्राम चाहिँ सक्यो क्रिसमसको दिनमा मन्दिरमा आइयो अब क्रिसमस पार्टी कोही छ भने हामीलाई सम्पर्क गर्नु युकेमा हुनेहरूले अब के गर्नु आफू हामीलाई त कोही पनि अब थाहा छैन होइन खासै के गर्नु हुन त 1 वर्ष हुन आँटिसक्यो त नि अहिलेसम्म यस्तै छ ल गाइस अलि एकछिनमा अब जुराब पनि लाउनु पर्यो नि जुत्ता अब लगाएर होइन अनि फेरि सम्पर्कमा आउने छौँ हामीहरू गाइस होइन यति चिसो भएको छैन हेर म यस्तो गरिरहेको छौँ तिनीहरूलाई हेर यहाँ नाङ्लै कपडा यस्तो पनि गर्ने तरिका हो यस्तो चिसो भएर हामी यहाँ यस्तो भइसक्यो मान्छे कहाँ पुगिसक्यो समाज के भएका हुन् यिनी नेपाली समाजका यिनी नेपालबाट आएका बच्चा बच्चीहरू यस्तो चिसोमा जाडो नहुने यस्तो हुने बच्चा बच्चीहरूले ठुलै हुने फेरि लगाइदिन्थ्यो एउटा कुरा के हो भन्दाखेरि गाइस होइन यता युकेतिर चाहिँ मन्दिरहरूमा खाना दिन्छ कि लाइक यहाँ पनि खाना दिँदो रहेछ त्यही भएर यिनीहरूले भनिराख्यो भात खान्छौँ भनिराख्यो अब चाहिँ हामी भात खान जाने अरे भात दिन्छ अरे यहाँ होइन ल भात खान जाने यहीँ छ कि यहीँ छ मोबाइल यहीँ छ किन टेन्सन गरिरहेको होला अब हामी चाहिँ भात खान जाने होइन गाइस अब कहाँ छ फाइदा उठाउनु त यिनीहरू कहाँ छ भनिरहेको छ अब कहाँ छ थाहा छैन आई डोन्ट नो होइन ल जाम है गाइस ल भात खान जानुपर्छ स्मृति जोसिरहेको छ ल देखेर भइसक्यो है भात अब चाहिँ आफूले युज गर्न सक्यो भने तिमीलाई पनि धेरै राम्रो अब खाना त्यही हो काम पाउन गाह्रो सब राम्रो हामीले चाहिँ गम्बा के खाँदै गर्नु मिठो मिठो हामी चाहिँ अब सुरुवातको पछाडि कपालहरू म चाहिँ खान्छु ल गाइस कपालहरू
मैले नखुवाइकन लिएर आएको यही खाना आउँदैछ यही खाना अब चाहिँ हामी खाना लाग्यो अब चाहिँ हामी पछि कुरा गर्छौँ ल गाइज बाँकी चाहिँ पछि गाइज खाना पनि खायो हिउँ त परे छैन तर हिउँ परेको भन्दा बढी भएको छैन होइन लास्टै चिसो यार हातले यस्तो यस्तो भइसक्यो कि रातो न रातो है के गर्नु चिसो के जति चिसो भयो पनि होइन अब फोटो खिच्ने मान्छेहरूलाई त चिसो नै नहुने के गर्नु जति चिसो भयो नि दुईवटा जकेट लगाएर बस्दा चिसो छ गाइस के गर्नु यहाँ रुगा लागिसक्यो भोलि काममा कस्तो जाने अब यहाँ राम्री आएको छु म है राम्री त राम्री धेरै ब्युटिफुल नि हौ ब्युटिफुल अब यस्तै छ होइन चिसो भयो गाइस हामी चाहिँ बसिरहेको उनीहरू चाहिँ अब भिडियो बनाइरहेको छ चिसो किन यति चिसो छ हात देखा न हात लाल लाल हो गए लाल लाल हात चल्दैन यार कसम चाहिँ होइन हात चल्दैन कि त्यो यस्तो अब यहाँ के कुरा गर्नु यहाँ त अब यस्तो राम्री मान्छेहरूको अब कस्तो कपडाले पनि राम्रै गर्नु रहेछ कि हामी अब ए कपाल आएपछि जाडो हुँदैन रे त सुनौ है सुनम कपाल आएपछि जाडो हुँदैन रे मन्दिरको पछाडि आएर मान्छे के भनेर आउला यहाँ होइन अब यसरी बसेर होइन खाना पनि खाइयो सबै भयो पूजा पनि भयो अब घर फर्किन रेडी हो गाइस होइन तर के गर्नु रेडी अब रेडीले सेडी भन्नुहुन्छ अब यस्तो भिडियो बनाएर गाइजहरूले अनि के डिस्टर्ब गर्नु तर लास्ट चिसो भयो गाइज होइन आजको सिचुएसन के छ भने चाहिँ मैले अब भिडियो खासै बनाउन सक्छु सक्दैन मलाई थाहा छैन आई डोन्ट नो होइन जति हुन्छ गाइज होइन होइन हामीहरूले चाहिँ बनाएर राख्नेवाला छौँ सबैले बनाएको देखेर यस्तो हामीले कन्टेन्ट गर्दैनौँ न के भनेर भनेको यस्तै छ अब यहाँ फेरि अब लाइभ ल गाइज है अब एकछिन पछाडि कुरा गर्छु मेरो हात चिसो चल्दैन चलेछ भने म भिडियो आउँछ ओके बाई बाई गर्छु न बाई हामी एकछिनमा आउँछौँ अब चाहिँ हामी फर्केको तर यस्तो धेरै टाढो छ है प्लिज म अगाडि छु है यति धेरै जाडो के भनौँ कि ल मेरो बहिनीहरू यति जाडो पनि छैन कस्तो जाडो छ क्या हिउँ परेको छैन तर यहाँ हेर्छु हात यस्तो रातो भइसक्यो होइन स्मृति आऊ यता बोली नै आएको छैन नाक हेरौँ त नाक सबैजनाको नाक सबैलाई लाउँदा नाक घाम चाहिँ लागेको मात्रै हो यो घाम यस्तो चिसो होला घाम चाहिँ यसले चाहिँ हिउँले आएको के भन्नु छ मन्दिर गयौँ मन्दिरमा जाँदा अगाडि आउँछौँ क्या हामी भन्नाले मन्दिरबाट चाहिँ हामी आएको खाना खाएर अब हुन्छ नि प्रसाद पनि के भन्नु खाना नै हो लाइक प्रसाद जस्तो बोली नै आएन ल किनभने कक्रिङ क्या मान्छे के अरे लन्डनमा चाहिँ एउटा कुराको मारिदियो सबैजना बाहिर जा यस्तो हल्ला गऱ्यो भने सबै बाहिर जा भन्ने को टिचर 2 मिनटमा रेडी हुनेछ कस्तो देखेछ अब हामी बाहिर यहाँ चाहिँ क्लिनर हो है क्लिनर कसैलाई नभन्नु क्लिनर हो क्लिनर यहाँ चाहिँ म क्लिनर हो है होइन म चाहिँ हाउस किपिङमा परेँ होइन क्लिनर पनि हो यस्तो राम्रो सपना तिमी आएर क्या हो सबभन्दा राम्रो सिक्यौँ न अब छिट्टै नै बिहे खाँदैछौँ भने हामीहरूले बिहे गफै त हो अहिले चाहिँ हामी
2-3 महिनापछि चाहिँ खुसीको कुरा आइरहेको छ। यही भ्लगबाट आए हेल्प गर्नु ल अब राम्रो काम छ भने रिकमेन्ड गर्नु होइन ऊ पनि छ म पनि छु यहाँ सबैजना छौँ राम्रो काम छ हामीलाई यसो होइन सम्पर्क गर्नु नभुल्नु होला हाम्रो कन्ट्याक्ट नम्बर खासमा आज तपाईँ पनि देख्नु न खासमा आज हामी चाहिँ होइन अब यसो तर यस्तो चिसो होला भनेर हामीले सोचेको थिएन होइन अब हामी बाहिर आयौँ अब घाम लागिरहेको थियो अब बाहिर आएर हेर्दा अब घाम लागिरहेको थियो अनि यस्तो चिसो होला भन्ने अब सोचेकै थिएन ल अनि त यस्तो भइरहेको छ होइन गाइस अब त्यो अब आगो ढुङ्गाले परियो होइन दन पुरै आगो बालेर होइन बाहिर बसेर अब आगो तापेर हुन्छ नि मजाले त्यो आगोमा पुरा मकैको खाजा भुटेर मजा आउँथ्यो होइन नेपालको सम्झिरहेको हुन्छु अब बेला बेला कस्तो मिस भएको छैन नि धेरै मिस भएको छ नि मम्मीले भुटेको मकै होइन यस्तो भइरहेको अब यति नै हो आजको हाम्रो भिडियो चाहिँ यति नै अब कतिको माया गरिदिनुहुन्छ हजुरले भन्नेमा हो हजुरहरूले अब हामी चाहिँ घर पुग्न लाग्यो तर घर चाहिँ नदेखाऊँ गाइस किनभने है घर देखाउनु अब आफ्नो घर होइन सबै कुरा सेयर गर्नु हुँदैन कि अब गर्ने कुरा गर्नुपर्छ घर जस्तो कुरामा सेयर गर्नु न हामी चाहिँ घर हाम्रो हात यस्तो भइसक्यो हेर्न सक्नुहुन्छ होइन यति लाल हो गया हम भी घर पुग गए अब आप भी अच्छे से रहना मेरी क्रिसमस गाइस बाय बाय हैव अ गुड डे